+2 पास गरेका भद्र अब भने रोजगारीको सिलसिलामा चारैतिर भौतारिँदै थियो। तर उसले सोचेको जस्तो सहज कहाँ आउँदो रहेछ र यहाँ। आर्थिक अवस्था कमजोर भएकै कारण भद्र पारिवारिक बोझ, शारीरिक थकान, जीवनको सङ्घर्ष र सबै असफलताले थलिएको थियो। उसको दिनहरू यसरी नै बढ्दै गइरहेको थियो र उसको आमा मेलौलाको समस्याले गर्दा झन्झन कमजोर हुँदै गइरहेको थियो। भद्रलाई यो कुरा थाहा हुँदा पनि उपचारको लागि आर्थिक व्यवस्थापन गर्ने कुनै बाटो थिएन। त्यसैले ऊ जीवनदेखि हरेस खाएर मनलाई शान्त पार्न कुलतको बाटोलाई अँगाल्यो। आज त अलिकति धेरै भएछ कि क्या हो, खुट्टा पनि देखिनँ मैले। होइन आज के हो, मौसमले र सबैले पनि च्यालेन्ज देखा। ओए पोलको बत्ती तैँले पनि मलाई च्यालेन्ज दियो क्या हो। पहिला त झिपझिप गरेर बोले जस्तो लाग्थ्यो, अहिले त निकै चकिलो बोले त। होइन आज त के हो यार, बाटै थम्याउन सकिनँ। यतापट्टि हो कि उतापट्टि हो घरको बाटो। तेरिका कता लडेछु म। आमा चिन्ता नलिनु, तपाईँको यो छोरोले तपाईँको उपचार गराउँछ, राम्रो अस्पतालमा उपचार गराउँछ आमा। ओइ हेर त, को रहेछ यस्तो चिसोमा लडिरहेछ? यो त भद्रै होइन? के हो त नि? हामीसँग पढेको होइन? हो त। यसको आमाको उपचारको लागि सहयोग रकम सङ्कलन गर्ने भनेर टोल सुधारमा सल्लाह गर्दै थियो। लास्टै गाह्रो छ अरे। हो नि, तर हेर यसको भने यस्तो ताल छ। ओइ उठा त यसलाई, म त उठाउँदिनँ यसलाई। छुन्न पो यस्ता जडियालाई, देख्दै घिन लाग्दो छ। होइन होइन उठाइदिउँ, जाडोमा चिसोले मर्ला नि फेरि। के ओइ भद्रे, भद्रे, ओइ भद्रे। नछु मलाई, नछु। को तिमीहरू, किन हात लगाएको मलाई? उठ छ्या, यस्तो ठाउँमा किन सुतेको? होइन म जेसुकै गरौँ, तिमीलाई के भयो? मलाई किन उठाउनु पर्यो? कसले हात लगाएको मलाई? रे भद्रे घर जा, फेरि कपडा नलाइकन आएर रहेछ, चिसोले मर्लास् नि फेरि। फेरि खाएर आइस है भद्रे। तिमीले किन यस्तो दुःख दिन्छस् छोरा? हिजो मात्र पालिकाबाट औषधिको लागि भनेर रोही कराई मागेर ल्याएको पैसा त्यही पनि लगेर खाइस् है। यस्तै हो तेरो बुद्धि। होइन नकर न बुढी, तिम्रो छोरा स्कुलमा गए, स्कुलमा नै फेल। अब विदेश पनि जान्छु भनेको, मेडिकलै फेल। जहाँ जति जे गरे नि फेलै फेल भयो। अब हुँदा हुँदा जिन्दगीमा पनि के भएको? आमाको घरमा किडनी फेल, मुटु पनि फेल। होइन हो के भयो? तिम्रै टेन्सनले गर्दा त खाएको हो नि आमा। हेर त हेर प्रभुजी, बरु म पहिले मरेको भए हुन्थ्यो। आज के भोग्नु पर्यो मेरो जिन्दगीले। अब त बाहिरै सुत, त्यही बस। घरमा खाने कुरो केही छैन, औषधि केही छैन। कुरा गर्न र जाँड रक्सी धोक्न बाहेक अरू केही जान्दैन है। ल म यही भएर बस्छु, जेसुकै होस् यही बस्छु। मलाई खासमा कसले माया पो गर्छ र कसैले गर्दैन। होइन मलाई कसैले बुझेन, न आफ्नै
मात्र कसैले बुझेन। होइन, दुनियाँले मलाई पागलै भने के म पागल हो? म पागलै त हो नि। हो, तेरो बुवा त सानो हुँदै छोडे तँलाई। मैले लेबर काम गरी अर्काको जुठो भाडा माझेर अरूको कति तितो वचन सही आफू एक सरो नलगाए, आफू नखाई तँलाई पढाए, हुर्काए। अहिले म यो अवस्थामा छु। उपचार गर्ने पैसा छैन, भएको पैसा पनि सबै सकाइस। कमसे कम सुखमा राख्न नसके पनि दुःख त नदेन बाबु। के गरौँ त आमा, के गरौँ त? तपाईँले पढाएकै हो, गर्न खोजेकै हो। न त समाजमा हाम्रो महत्त्व छ, न कसैले हामीलाई हेर्छ, न ठाउँमा हाम्रो मान्छे छ। के गर्नु, यस्तै छ। कोसिस नगरेको होइन र कति गर्यो। अब के गर्नु, मेरो जिन्दगीको केही अर्थ छैन। अब म मर्छु। अब आमा तपाईँको लागि, समाजको लागि, सबैको लागि बोझ भयो। अब म मर्छु। अब म हिँडा मर्नलाई म मर्छु। के भयो भद्र भाइ, किन यसरी विचलित भएर छटपटेर बसेको? दाइ, म हारे, आफ्नो जीवनदेखि थाकिसके दाइ। मैले सबै सकाएँ, अब म बाँच्न सकिनँ दाइ, सकिनँ। भद्र भाइ, यसरी कलिलो उमेरमा हार खाएर हुन्छ र? समस्याबाट भागेर होइन, सामना गरेर मात्र जीवन जिउन सकिन्छ। धन, के भयो त्यस्तो तिमीलाई? अब दाइ, घरको अवस्था यस्तो, आमाको अवस्था यस्तो, चारैतिर पेलिएको छु म। मलाई कहीँ जाने ठाउँ छैन। मलाई बाँच्नु फिटिक्कै मन छैन दाइ। हेर बाबु, समस्या सबैले हुन्छ, यस्तो खालको दुःखहरू पनि हुन्छ। त्यसमध्ये यो सबै समस्याबाट उम्काउने एउटै मात्र समाधान छ, त्यो हो ख्रीष्ट येशू, जहाँ तिमी जस्तै समस्यामा परेका मानिसहरूलाई निकाल्नको निम्ति बोलाइराख्नु भएको छ। बाबु, समस्यामा परेकाहरूलाई बोलाउनु हुन्छ? के हो यो भन्न खोजेको? के हो? नि भाइ, समस्यामा भएकाहरूले बोलाउनुहुन्छ। यसो मात्र यस्तो व्यक्ति हुनुहुन्छ नि, र उहाँ भन्नुहुन्छ, हे सबै थाकेको र बोझले दबिएको हो, म कहाँ आऊ, म तिमीहरूले विश्राम दिनेछु भन्नुभएको छ। के बुझ्नु भएको छ? होइन, के हो दाइ? कसरी प्राप्त गर्न सकिन्छ? के हो भने नि भाइ, जति पनि समस्या आएको छ, यो हामीभित्र भएको पापको परिणाम हो। हेर भाइ, पापले गर्दा मानिसलाई दुःख र कष्टले बाँधिएको छ, तर यसबाट छुटकारा प्राप्त गर्न सकिन्छ नि भाइ। परमेश्वरले अचम्मको योजना हाम्रो जीवनमा थाहा पाउन र मुक्तिको उपहार प्राप्त गर्न हामीले येशू ख्रीष्टले आफ्नो मुक्तिदाता बनी विश्वास गर्नुपर्छ नि। त्यति मात्र हो र भाइ। जसले उहाँमाथि ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभएको छ नि। वाह, उद्धार र मुक्ति पाउने रहेछ, होइन? कति राम्रो कुरा रहेछ। त्यति मात्र कहाँ हो र भाइ? तिमीले येशूलाई प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्यो र परमेश्वरले उहाँलाई मरेकाबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। किनकि प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउँछ। विश्वासको भरमा परमेश्वरको सन्तान हुनु पाइँदो रहेछ। ओहो, भाइले बल्ल पो बुझेछ त। त्यसो भए के भाइले येशू ख्रीष्ट विश्वास गर्नुहुन्छ त? हजुर, म गर्छु। ल है त भाइ, अबदेखि चिन्ता लिनु होइन नि, फेरि त्यो रक्सी पनि खाने होइन नि फेरि अबदेखि। हस् दाइ, हस्, धन्यवाद। यस्तै समस्याहरूबाट छुटकारा दिनलाई हाम्रो निम्ति येशू ख्रीष्ट जन्मनु भएको छ। यसैले हामीमा भएको सबै चिन्ता फिक्री उहाँलाई सुम्पिदेऊ, किनभने उहाँले हामीलाई रक्षा गर्नुहुन्छ। यो कथा जीवनको पँधेरीबाट सबैलाई आशिष मिलोस्। आमेन। ताली ताली।